गाइस यहाँ चाहिँ 5 बजिसक्यो है अब म चाहिँ फोन चार्ज गरेको हो त अनि केटाहरु चाहिँ यहाँ छ मस्त अब जाने चाहिँ आउँदै गर्छ गाइस यहाँ चाहिँ प्रतिक्रिया छ अरु चाहिँ घरमै छ अब त्योहरु चाहिँ माथि जान्छ हामी चाहिँ माथि जान्नलाई है ओके गाइस हामी चाहिँ नसिको घर आएको नसिब चाहिँ नजाने भयो रे प्रतिक्रिया चाहिँ जान्दा भयो गाइस कस्तो हुन्छ हेलो गाइस हामी चाहिँ माथि सिलिङमा आइसक्यो हैन हेलो गाइस त्यसै म चाहिँ अहिले घुम्न जाने बाटोमा छु केटाहरु चाहिँ आउँदैछ है फर्स्टमा देखाएको केटाहरु चाहिँ यता डाँडा गाउँबाट आउँदैछ प्रतीक चाहिँ उता काम पाएको छ है एक्लै बसिरहेको छ केटाहरु अब चाहिँ माथि घुम्न जाने बाटो ठ्याक्क आधामा आइपुगिसक्यो डेन्जरस थाकिसक्यो त्यस्तो बेला छ नि केटाहरु पछाडि चल्दिसक्यो आइसक्यो पछाडिको यस्तो छ आउँदैछ अब कुम्रे आइपुग्यो यस्तो कुम्रे आइपुग्यो गाइस यहाँ हो अब कुम्रे यो चाहिँ तलको डाँडा माथि नि भ्यू टावर छ भ्यू टावर चाहिँ यस्तो हेर्दा मात्र भ्यू टावर जस्तो छ नत्र भ्यू टावर चाहिँ होइन है अहिले देखाउने छ अहिले चाहिँ हामी चाहिँ कमरा आइपुगिसक्यो अब फाइनल्ली छ हेर्न छ भने भिडियो गर्दैछ अब यहीँ हो अहिले गाइस हामी चाहिँ कमरा आइपुगिसक्यो यो छ हाम्रो भ्यू र हामी चाहिँ यो कमरे हाम्रो माथिको कमरे मेन गरी जाने चाहिँ हो अलिक कामासी जान्छ कि केटाहरु चाहिँ भोलाएर हिँड्नै सकेन भन्दैछ हामी चाहिँ अलि टाढामा आएको है यस्तै पारामा छ टोकला अब काटिन्छ यार बत्ती रहेछ है बत्ती छ अब चार्जको टेन्सन नि भएन यो चाहिँ नेपाली घर पनि दुईटा छ अब तिनवटा हुन्छ त्यो एउटा ठुलो गरेर यस्तै छ गमाइसी हो क्या यस्तो खाजा खाएर हाम्रो कुम्रे डाँडा भिजिट सकिसकेको छ भने सक्छ केटाहरू हामी चाहिँ यसो चिया खाएर एकछिन टिकटक बनाएर हिँडिसकेको छ टिकटक चाहिँ म देखाउने छु आशिक भाइको टिकटक आफ्नो
बिजी छ यो चाहिँ हामी रोडै जाने चाहिँ होइन यो बाटो झर्ने हो अब तलको उसमा यसो छिरेर जाने हो होइन गाइस त्यहाँ पनि भिजिट देखाउने छु हेलो गाइस हामी चाहिँ अब तलको ब्युटिफुल प्लेसमा आइसकेको छ भने यहाँ अब चाहिँ हामी घर जाने तयारीमा छौँ प्रति पेन्टे म चाहिँ चाहिँ फर्किसकेको छ झरिसकेको छ केटाहरू चाहिँ पछाडि छ म आशिक मात्र आएको छ है हामी चाहिँ 8:43मा त्यहाँबाट हिँडेको अहिले चाहिँ 8:50 भइसकेको छ झर्दाखेरि चाहिँ यसो फुल पारामा झरिदिएको फास्ट झरिसक्यो है कस्तो हामी चाहिँ गाउँ झरिसकेको गाउँ झरिसक्यो हामी चाहिँ केटाहरू चाहिँ अहिले ब्यारेकतिर होला गाउँ आइपुगिसक्यो बाला तल तिम्रो मिठो